हेलो हेलो साथीहरू, स्वागत छ मेरो मिनी भ्लगमा। आज म चाहिँ फर्स्ट टाइम चाहिँ आफ्नो भोइसमा चाहिँ भिडियो बनाइराखेको छु। मेरो छोराछोरी मैले चाहिँ सोधेर हामी हस्पिटल जाँदैछौँ। हस्पिटल पुगिसकेपछि मेरो हस्बेन्डले चाहिँ पैसा तिरेर आइसक्नु भएको छ। अनि मेरो छोराछोरी मेरो हस्बेन्ड चाहिँ अगाडि हिँडिराख्नु भएको छ। म चाहिँ भिडियो बनाइराखेको छु साथीहरू। अनि पछाडि चाहिँ मैले भिडियो बनाउँदै अगाडि गइराखेको छु है। अनि मेरो सासू मेरो छोरा सबै हिँडिरहेको छ। म चाहिँ आज मेरो आफ्नै भोइसमा चाहिँ भिडियो बनाउँदै तपाईँहरूमा चाहिँ मैले टक्राउँदैछु। यो समय चाहिँ मेरो सासूलाई चाहिँ रोक्नु सँगै जाउँला, किनभने बाइकहरू गाडीहरू आइरहेको छ। यहाँ अगाडि जाँदै गर्दा लुरुङ जाँदै गर्दाखेरि चाहिँ सेतो कपडा लगाएको बाजे पनि जाँदै हुनुहुन्छ हस्पिटलतिर है। मेरो सासू चाहिँ पुरा दौडिँदै हुनुहुन्थ्यो, तर भेटाउन सक्नु भएको छैन। मेरो सासू चाहिँ पुरा बिरामी हुनुहुन्छ नि त साथीहरू। त्यही भएको कारणले मेरो छोराछोरी त हिँडिराखेको रोक्नु नसँगै जाँला भनेर हिँडिराखेको छ। यहाँदेखि चाहिँ भित्र हामी गइरहेको कति राम्रो फुलहरू छ। अनि समय जाँदै मेरो सासूले कति राम्रो फुलहरू छ भनेर भन्दै हुनुहुन्छ। म चाहिँ एक्लै गइराखेको छु। म चाहिँ आफै पारामा बोलिराखेको थिएँ, किनभने हस्पिटलमा जाँदै गर्दाखेरि चाहिँ हामी एक्लै जानु सक्दैनौँ नि त। अनि मेरो हस्बेन्डले चाहिँ ड्युटी छोडेर चाहिँ आउनुभएको छ बिचरा हाम्रो लागि। मैले चाहिँ भनेको थिएँ हिन्दी बोल्न जान्दैन न, मेरो सासूले बोल्नु म हिन्दी बोल्न सक्छु, आउनु पऱ्यो बुढो भनेको त उहाँ चाहिँ बिचरा आफ्नो ड्युटी छोडेर आउनुभएको छ। अनि यस्तै हो, हामी चाहिँ फुपूलाई मैले सोधिराखेको थिएँ छिट्टो आउनु न हो फुपू भनेको। अनि एकजना लाउरे दाइ चाहिँ हिँड्दै गइराख्नु भयो टक लगाएर है। हामी चाहिँ अनि यसमा चाहिँ हामी जाँदैछौँ। अनि मेरो छोराछोरी त आफ्नो बिचरा आफ्नो बाबाले चाहिँ पकाएर गइराख्नु भएको छ आफ्नै पारामा है। अनि आफ्नै स्टाइलमा गइराख्नु भएको छ। म चाहिँ जाँदै गर्दाखेरि मेरो खुट्टा पनि दुखिथ्यो अलिकति। मेरो चप्पलमा पनि तपाईँलाई देखाइसकेँ। अनि मैले चाहिँ बोल्दै गइराखेको थिएँ आफ्नै पारामा। के बोलेँ त्यो चाहिँ मलाई थाहा भएन यस समय चाहिँ होइन साथीहरू। अनि पछि यसमा चाहिँ मेरो बाटो क्रस गर्ने समय आइसकेपछि मेरो सासूले चाहिँ मैले वेट गरिराखेको थिएँ, किन मेरो सासूलाई म आफै लगेर जानुपर्ने थियो नि त। अनि यता आउनुहोस् भनेर यता बोलाइराखेको थियो खामबाट। अनि हामी चाहिँ गइराखेको छौँ साथीहरू। अनि मेरो छोराछोरी मेरो बुढा चाहिँ अगाडि गइसक्नु भएको छ होइन। अनि यसमा जाँदै गर्दाखेरि चाहिँ यहाँको वातावरणहरू तपाईँलाई चाहिँ मैले देखाइराखेको छु। सिटी स्क्यान गर्ने समय ठाउँ चाहिँ यता रहेछ भनेर चाहिँ यहाँ एउटा जोडी चाहिँ लुरुङ गएर मेरो सासूले चाहिँ के छ खबर, के कस्तो भइराखेको छ भन्दै ठिकै छ के छ हुनु र यस्तै छ भनेर भने। म चाहिँ तपाईँलाई मेरो चप्पल चाहिँ देखाउन खोजेँ। यहाँदेखि चाहिँ हामी भित्र जानुपर्छ। भित्र जाँदैको चाहिँ मेरो हस्बेन्ड मेरो छोराछोरी चाहिँ भित्र गइसक्यो। म चाहिँ यहाँदेखि भित्र हामी चेकअप हुन्छ, यहाँदेखि भित्र चाहिँ मैले देखाउन सक्दैन। हामी त्यो चेकअप गरेर हामी निस्किँदै गर्दा कति राम्रो बगैँचा फुलहरू छ है। यतातिर चाहिँ हामी हेर्दै थियौँ घुम्दै थियौँ। अनि एकदमै रमाइलो पनि लागिरहेको थियो। अनि फुपूले चाहिँ भन्दै हुन् यो भित्र गएपछि फुलहरू लगेपछि कति राम्रो होला है भनेर भन्दै हुन्। हामी चाहिँ अब निस्किसक्यो साथीहरू हस्पिटलदेखि चेकअप गरेर चाहिँ। अनि हामी जाँदै गर्दाखेरि यहाँको मान्छेहरू कहाँ गएछ त भनेर हामी कुरा गर्दै थियौँ। सबै यो छुट्टीको समय गइसक्यो। अनि हामी चाहिँ मेरो छोराछोरीले के छ हल्का ठिक छ भनेर चाहिँ मेरो बाबुले चाहिँ चकचके बाबुहरू के अनि के भोक लाग्यो भन्दैछ। उनीहरू भोक लाग्यो भनेर चाहिँ उनीहरू एकअर्काले सुधाकेल गरिरहेछ नि। भोक लाग्यो किनभने मैले नास्ता पानीहरू पनि लगिदिएको थिइनँ नि त। भोक लाग्यो भनेर चाहिँ उनीहरू पुरै कराइराखेको थियो है। मेरो बाबुले चाहिँ पेट पनि छामिरहेछ। अब हामी पुगेपछि चाहिँ हामी क्यान्टिनमा खाना खानुपर्छ ल भनेर क्यान्टिनमा पनि बन्द रहेछ क्या साथीहरू। हामी यहाँ चाहिँ बाहिरको सिनहरू चाहिँ मैले तपाईँहरूको माझमा देखाइराखेको छु। मेरो हस्बेन्ड चाहिँ फोटो खिचे कस्तो होला भनेर भन्नु, फोटो खिच्ने पनि सिनहरू राम्रो छैन नि त। अनि हामी फेरि निस्क्यौँ। अब अर्को ठाउँमा चाहिँ हामी फोटो खिच्न जानुपर्छ भनेर हामी गइराखेका थियौँ। मेरो छोराछोरी सबै अगाडि हिँड्दै गर्दाखेरि चाहिँ मैले फुलहरू देखाइराखेको थिएँ। अनि यहाँ चाहिँ हाम्रो कुरा भइराखेको छ हामी कुन साइडतिर गएर फोटो खिच्नुपर्छ भनेको न। त्यही भएर हामी नानीले चाहिँ माथि सिकाएको छ। अनि हामी लुरुङ गइरहेको। मेरो नानी बाबा बच्चा त भयो कि चकचकेर है। उनीहरू गइसके। अनि हामी चाहिँ पछाडि म चाहिँ भिडियो बनाउँदै गइराखेको छु। यहाँ चाहिँ मेरो फुपूलाई मेरो हस्बेन्डलाई फुलहरू देखाइराखेको छु। कति धेरै मान्छेहरू त्यहाँ बसेको छ है। यो भित्र चाहिँ प्रायः चाहिँ आर्मीहरू हुन्छ नि त। अनि आर्मीको फ्यामिलीको चेकअप गर्ने थियो। अनि यहाँ चाहिँ पार्क छडै हुँदै गर्दाखेरि चाहिँ मेरो हस्बेन्ड चाहिँ पुरा हिँडिराख्नु भएको छ। नानी बाबुहरू अगाडि दौडिसक्यो। म चाहिँ नानी बाबु लौटौला कि भनेर चाहिँ पुरा म दौडिराखेको छु है। मैले भेटाउनै सकिराखेको छु। एउटा बाबु चाहिँ देखि खेलिराख्यो रहेछ। नानी बाबु बच्चाहरू त भयो है। त्यहाँ अगाडि गएर पुरा झुलुङ्गी खेलिराखेको छ। म चाहिँ फेरि फस्याङ गरेर उनीहरूलाई चाहिँ भेटाउन चाहिँ म गएको छु। त्यहाँ जाँदै गर्दा चाहिँ उनीहरूले चाहिँ हामीलाई हुटाउनु न मम्मी भन्दैछ। मैले चाहिँ यस्तरी चाहिँ दुवैजनाले चाहिँ मोबाइल पकाएर हुटाइराखेको छु साथीहरू। यो हुटाउँदै गर्दाखेरि मेरो हस्बेन्ड मेरो सासू पारी आउँदै हुनुहुन्छ। अनि हामी खेलिसक्यो, हामी निस्किसक्यौँ साथीहरू। निस्किसक्यौँ, पेन्टिङ गर्दै सकेर निस्किसकेपछि चाहिँ यहाँदेखि चाहिँ बाटो क्रस गर्नुपर्छ। मैले चाहिँ मेरो सासूलाई चाहिँ कहाँ आइपुग्नु भयो भनेर पछाडि हेरेको। मेरो छोराछोरी हस्बेन्डले चाहिँ गइसक्नु भएको छ, अगाडि गइसक्यो। रिक्साहरू वेट गरिराख्नु भएको छ। हामी पनि पारि गइसक्यो। यदि भ्यूहरू देखाइरहेको हस्बेन्डले चाहिँ यहाँ
फोटो खिचेपछि राम्रो हुन्थ्यो नि त भन्ने सिनहरू